मेरो सपना पनि चकनाचुर भयो भनौँ न है। चकनाचुर त हुँदैन, तर हालको लागि चाहिँ चकनाचुर नै भयो। जुन मैले गरेको दुःख, मैले गरेको परिश्रम माटोमै मिल्यो कि। किनभने अहिले जुन देख्नु भएको छ नि यो घरै यसरी, यो चाहिँ माथिबाट आएको पहिरोले गर्दा झ्याप्पै पुरेको। यहाँ के थियो भन्दाखेरि हेर्नुहोस्, स्ट्रबेरी यति छन्। मैले यो गरामा चाहिँ यस्तो राम्रो स्ट्रबेरी लगाएको थिएँ है। मैले स्ट्रबेरीको फोटो सम्पूर्ण भिडियोहरू मैले भिडियो हालिसकेको छु है, देख्न सक्नुहुन्छ। यस्तो दामी स्ट्रबेरी लगाएको थिएँ। क्रमशः यो खालको स्ट्रबेरी यो पल्लो छेउसम्म थियो है, पल्लो छेउसम्म। किनकि यहाँ टनेल पनि मैले हालिसकेको थिएँ। टनेल हालेको 14-15 दिन नपुग्दै ठुलो पहिरो आएर चाहिँ मेरो टनेल त केही भएको छैन, मैले झिकेर राखेको छु है। तर टनेलभित्रको स्ट्रबेरी हेर्नुहोस्, यो लाइनबाट भएको स्ट्रबेरी है यस्तो भएको छ। ल यतिमा यहाँ लगभग होला 30-35 बोट होला यहाँ स्ट्रबेरी होइन। यति यति मात्रै बाँकी राखेर चाहिँ यता चाहिँ कस्तो भएको छ जग्गा हेर्नुहोस्। यो स्ट्रबेरी रोपेको जग्गा त यो ठुलो ठुलो आरुको बोटहरू, त्यो पटमेरको बोटहरू यो माथि दाइको घुरानमा थियो है। त्यो पहिरोदेखि माथिको बाँझो घुरानमा थियो, त्यो स्वात्ती आएर यो छ्याप्पै बसेको। यतातिर सब मैले स्ट्रबेरी रोपेको थिएँ है, यस्तो भयो। अनि मलाई चाहिँ जुन अब यस्तो देख्दाखेरि मैले कति दुःख गरेको थिएँ नि त है। आफ्नो बुद्धिले भ्याइ नभ्याइ यसरी लगाएको थिएँ। अनि यहाँको स्ट्रबेरी मैले खाएको पनि थिएँ, राम्रो पनि फलाएको थियो। अझै पनि राम्रो गर्छु, अब त टनेल लाग्यो झन् राम्रो गर्छु है सोचेको थिएँ। यस्तो भएपछि त है अब त कहाँ लगेर रोप्ने होला, यस्तो मन आयो है, दिमाग खराब भयो। अनि के गर्दा नहुने रहेछ, दिमाग यस्तो दुख्यो कि अनि के गर्ने। तर ठिकै छ, अब यो गरा कस्तो निस्किन्छ। बिचरा मेरो बाबाले चाहिँ हेर्नु यो लाइनको गरा चाहिँ उता यति अग्लो पारेर वाल लाउनु भएछ। म आज मात्रै देख्दैछु यसरी नयाँ गाह्रो ल्याएर चाहिँ वाल लाउनु भएछ है। म यो स्ट्रबेरी यही गरामा रोप्छु सायद। पहिला टनेल लगाएको पोलहरू यस्तो गहिरो गाडिएको छ, अझै पनि यहीँ छ है। यो बिचको पोल छ हेर्नुहोस्, यो बिचको पोल यहाँ छ भने हेर्नु कुनापट्टिको कति भाग मिचिएको होला त होइन। बिचको पोल यो भयो ल, बिचको योदेखि तल्लोको पोल यता थियो भने यही हो तल्लो पोल, र बिचको पोल यो छ भने योदेखि माथिको भाग त कति थिचेको छ त। ल हेर्नुहोस् न, यहाँबाटै देखिन्छ होइन। यहाँ छ कान्ला, ट्याक्क एउटा सिङ्गो गराको कान्ला यहाँ छ भने यस उताको भाग त सबै मिचेको छ नि त। यो रुख त बिचमा आएर बसेको छ होइन। अनि यस्तो दामी स्ट्रबेरी मैले फलाएको थिएँ, फलेको पनि थियो है। अब त्यस्तो भयो। अब ठिकै छ, अब सक्दो फेरि एकचोटि यसलाई नै सुधारिन्छ, यसलाई नै गरा निकालेर एकचोटि मर्मत गर्छु गर्न चाहिँ। किनकि मेरो रहरको कुरा हो, मैले छोड्ने त हुँदैन होइन। तर पनि यो जुन मैले लगाएको यो बारीमा आउनै मन लाग्दैन कि है, यस्तो नमिठो लाग्छ कि। यस्तो दुःख गरिदियो, जानी नजानी यत्रो दुःख गर्दाखेरि लास्टमा यस्तो हुँदा त कस्तो नमजा भयो नि त। अनि नहुने रहेछ, के गर्दा पनि भयो। मेरो टनेल पनि केही भएको छैन, त्यो ठाउँमा दुलो परेको छ, त्यो ढुङ्गा माटोले भेटेर होला। तर त्यतिले फरक पर्दैन है। मेरो टनेल त माथि नै पो साँच्ची छ ला। मैले स्ट्रबेरीमा लगाएको टनेल त यही हो ल। यो चाहिँ टनेल, त्यहाँको टनेल निकालेर चाहिँ यहाँ यो पहिरो पानी आउँदाखेरि झन् ठुलो आउँछ भनेर, पहिरो बगाउँछ भनेर पहिरो छोप्नका लागि त्यहाँ राखेको कति ठुलो टनेल छ है। त्यस्तो भयो। अब ठिकै छ, एकचोटि फेरि त्यो गरालाई बिस्तारै बिस्तारै निकालेर त्यो गरामा फेरि स्ट्रबेरी लाउँछु। सायद टनेल लाउन त अलिक मिल्दैन कि, मिल्न त मिल्ला तर एक्लैले सकिँदैन है। अनि टनेल बिनै भए पनि स्ट्रबेरी लाउँछु, त्यसपछिको भिडियो फेरि आउँछ कस्तो हुन्छ होइन।